सक्यो हाम्रो आर्मीको क्याम्प बसाइ। This is Sukute Beach. Hi. Hello and namaste. So आज चाहिँ म जाँदैछु बाहुबली आँखा तीनधारे झरना भन्छ। तिहारको दिन कता हिँड्न लागेको भन्नु होला, के गर्नु, दिदी बहिनी छैन अनि प्लस घर पनि गइएन अनि तिहारमा यत्तिकै बसिरहनु भन्दा घुमेर आऊँ भनेर यहाँबाट चाहिँ सुरुमा म धुलीखेल जान्छु। धुलीखेलमा चाहिँ एकजना साथी हुनुहुन्छ, मैले झरनासम्मको बाटो चाहिँ देखेको छैन, सो उहाँले चाहिँ देखाउनुहुन्छ। म चाहिँ यहाँबाट धुलीखेल जान्छु फर्स्टमा, सो उहाँबाट चाहिँ उहाँ जोइन हुनुहुन्छ। So let's go. कहीं बाकी रहना, मुझे नींद आए जो आखिरी तुमको मैं आते रहना, बस इतना है तुमसे कहना, बस इतना है तुमसे कहना, बस इतना है तुमसे कहना, बस इतना है तुमसे कहना। जाऊंगा तुमको छूके, ठहर जाऊंगा नबों पे, देखो या ना देखो तुम मुझको महसूस करना, बस इतना है तुमसे कहना, बस इतना है तुमसे कहना, बस इतना है तुमसे कहना। अहिले चाहिँ म धुलीखेल आइपुगेँ काभ्रे। हाम्रो प्लान चाहिँ क्यान्सल भएको छ तीनधारा जाने। अब म चाहिँ यहाँबाट काभ्रेमा दाइको आर्मी क्याम्पमा जान्छु अनि त्यहाँबाट चाहिँ उता भगवती प्लान्चोक जाने अनि सुकुटे जाने अनि आज देउसी भैलो आर्मी क्याम्पमै खेल्ने भनेर दाइले भन्नुभएको छ। सो म चाहिँ दाइको क्याम्पतिर लाग्छु अहिले चाहिँ। अनि सोझै हामी भगवती पुग्नेछौँ, भगवतीको दर्शन गर्न अनि क्याम्पमा आएर खानासाना खाएर अनि सुकुटीतिर लाग्नेछौँ। आजको प्लान चाहिँ यही रहेको छ हाम्रो।
हाम्रो तिनधारे झर्ना जाने प्लान चाहिँ क्यान्सल भयो। अनि आर्मी ब्यारेकमा दाइसँग भेट्न आएको, अनि यता प्लान्चोक भगवती स्थान काभ्रे आएको छौँ हामी। सो आज चाहिँ यहाँ अनि सुकुटे बिच चाहिँ घुम्ने, तिनधारे बाहुबली झर्ना चाहिँ क्यान्सल भयो आजलाई। मन्दिरको आराधना गरेर निस्किने आएको नि त। यी चाहिँ हाम्रा भाइरल बोका हुन् प्लान्चोक भगवतीका। यी चाहिँ एकचोटि के आगो खाने बोका हानेर भाइरल हुनुभएको थियो, चाहिँ बसिरहनु भएको छ। यो मन्दिरमा एकचोटि आएपछि तीनचोटि आउनुपर्छ रे, अब दुईचोटि आउनु बाँकी छ। त्यसोचोटि पुर्याउने हो क्या? तीनचोटि चाहिँ पुर्याउनु पर्ने रहेछ। सो पूजा गरिसक्यो, अब हामी डाइरेक्ट त जाने होला है। अब डाइरेक्ट जाने। त्यो भगवतीको दर्शन गरिसकेपछि हामी यो मन्दिर पनि आउन सक्छौँ होइन। उता सानो भगवतीको दर्शन गरिसकेपछि फेरि हामी यतै प्लान्चोक भगवतीतिर फर्क्यौँ। यो चाहिँ हाम्रो प्लान्चोक भगवतीमा पकाएको सेल, यहाँको एकदम काभ्रेको फेमस सेल चाहिँ। अहिले हामी आर्मी क्याम्पभित्र खाना खाइरहेका छौँ। अब यताको सबै कुराहरू देखाउन मिल्दैन, प्रोटोकल हुन्छ, एकदम डिसिप्लिनमा बस्नुपर्छ। सायद म आर्मी क्याम्पभित्र छु भनेर पछि यो भिडियो कसैले थाहा पायो भने कारबाही नि गर्न सक्छन्। अब खै हेरौँ के हुन्छ खै। सुकुटे बिच जाँदैछु। हामी चाहिँ दारीदाईको लोकल माछा, हाम्रो दारी ग्याङको मेम्बरको हो क्या, त्यही भएर दारीदाई राख्नुभएको छ। हामी सुकुटे बिच पुगिसक्यौँ। रिसोर्टबाट चाहिँ तल जाऊँ। अतिथि देवो भव। थ्याङ्क यू। भोटेकोसी बिच रिजोर्ट ठाउँ चाहिँ राम्रो छ, एकदम दामी व्यवस्थित, एकदम सफा सुग्घर। यसमा बसेर एकदम दिलको फोटो खिच्न सक्नुहुन्छ। कपाल बस्यो भने बेटर सुहाउला। अब सिङ्गल आएको छु, बस्न मिलेन। यहाँको विशेषताको बारेमा भनिदिनु केही। यहाँ पर्यटकीय नगरी कसरी हो? यहाँ हेर्दा त केही छैन त्यस्तो। यो बारेमा विस्तृत र मलाई पनि त्यस्तै खासै थाहा चाहिँ छैन होइन। भन्नुपर्दा रियल कुरा गर्नुपर्छ,
अब यहाँ हेर्दाखेरि अब चाहिँ सबैले अब यहाँको चाहिँ बढी प्रख्यात भनेको माछा छ, हजुर। सुकुटीको माछा। घुम्नलाई लायक धेरै राम्रो राम्रो घुम्न लायक ठाउँहरू पनि छन् चाहिँ हजुर। लायकहरू ठाउँहरू छन् त्यति पनि छैन। त्यही पनि विशेष त यहाँ ऱ्याफ्टिङहरू, विशेष त टुरिस्टहरू ऱ्याफ्टिङ खेल्नको लागि नै यो क्षेत्रमा आउँछन्। नेपाली अथवा चाहिँ विदेशीहरू, टाढा मान्छेहरूलाई जस्तो भनौँ न काठमाडौँ भ्याली बस्नेलाई त अब चुकुचुक्कै ठाउँ बस्ने भ्यालीलाई त मान्छेलाई बाहिर निक्लिँदाखेरि एकदम चिसो ठाउँमा आएर बस्दाखेरिको अनुभव उनीहरूलाई छुट्टै हुन्छ। मान्छेलाई मोड फ्रेस गर्नको लागि पनि मान्छे यहाँ आउने गर्छन्। त्यसको लागि विशेष त यो राम्रो त्यो ठाउँको लागि हो। अब विशेष त यसो सुकुटी नै यो रह्यो र भन्ने त मलाई पनि खासै थाहा छैन होइन। म पनि एक दुईचोटि चाहिँ आइसकेँ। विशेष त यहाँ सोधौँला नि त अहिले सोधेर हामीसँग गरौँ। सुकुटे बिच त्यहाँदेखि यताको जिप लाइन छ। यो पारि हेर्नु न, यो सबै तपाईँको कटेजहरू छ नि। जिप लाइन त बन्द छ कि अहिले हान्दिनु त्यो है? जिप लाइन भर्खर बन्दैछ, बन्दै। जिप लाइन पनि देउसी भैलो खेलेर रमाइलो गरेर अब सुत्नतिर लाग्यो। भोलि बिहानै कहाँ फर्किनु छ। सो गुड नाइट। आज आर्मी क्याम्पमा सुतेर उठेको। उठ्दाखेरि हातमा त्यो धोको त यसो पर्स राखेको थिएँ, यहाँ पैसा नै छैन। धेरै त थिएन, त्यही पनि हिजो खर्च गरेर बचेको 300-400 त थियो। त्यही पनि गायब छ क्या पर्समा पैसा। अब आर्मीको क्याम्प नि सेफ छैन, यहाँ पनि आर्मीहरू नि चोरै निस्के, के गर्नु अब। बट मेरो चाहिँ पैसा 300, 350 या 400 जति थियो, छैन बिहान हेर्दा। आई डोन्ट नो। अब के भन्ने क्या, आर्मीको क्याम्पमा बसेछौँ, पैसा गायब छ। आर्मीहरू त हो नेपाल सरकारको कर्मचारी नै परे सबैजना। यति भन्नु छ। अब चाहिँ हामी निस्किन्छौँ सरासर। ल अब चाहिँ हामी जान्छौँ है त। सक्यो हाम्रो आर्मीको क्याम्प बसाइ। आज चाहिँ हाम्रो काभ्रेमा दोस्रो दिन। बाटो पुरै हुस्सेलाई ढाकेको छ। अब चाहिँ हामी धुलिखेलतर्फ फर्किँदैछौँ। त्यहाँ नास्ता गरेर हामी नमोबुद्ध चाहिँ हेर्न जान्छौँ। अब काभ्रे आइएको छ, नजिकै छ भनेर नमोबुद्ध पनि घुमेर हामी फर्कनेछौँ। आज चाहिँ काभ्रेमा सेकेन्ड दिन। सो हामी दोस्रो दिनमा चाहिँ नमोबौद्ध आएका छौँ। काभ्रे प्लान्चोक
घुमाइमा चाहिँ बन्द छ कि खुला छ भन्ने नि थाहा छैन। धुलिखेलमा चिया खाँदाखेरि पसलको आन्टीले चाहिँ 15 मिनटमा पुगिन्छ भन्दै हुनुहुन्थ्यो। झन्डै आधी घन्टा 40 मिनट पो लाग्यो त। सो दिस इज नमो बुद्ध। यो चाहिँ पुरा नमो बुद्धको चाहिँ नक्सा कहाँ के छ भन्ने कुराहरू यहाँ हेरेर चाहिँ जान सकिन्छ। यहाँबाट पनि जान सकिन्छ अनि प्लस जाँदाखेरि चाहिँ त्यो बाटोबाट गयो भने चाहिँ सजिलो हुन्छ।
चाहिँ नमो बुद्धको स्थान यो रुखको मुनि चाहिँ हाम्रो यहाँ राजकुमारले चाहिँ आफ्नो शरीर एक भोकाएको बगिनीलाई चाहिँ आफ्नो आत्मसमर्पण गरिदिनु भएको थियो। त्यही भएर चाहिँ हामीले यो ठाउँलाई नमो बुद्ध अथवा राजकुमारको नाम पनि भन्नुहोस् न। राजकुमारको नाम चाहिँ महासत्व हुनुहुन्थ्यो। उहाँ चाहिँ उहाँले चाहिँ त्यही के बुद्धको चेला हुनुहुन्थ्यो? हजुर। हस्, धन्यवाद।